Hi everyone, welcome back to my new video. It's me Anju and I am 32 weeks pregnant now. अनि आज चाहिँ म यसो डुल्न जान लागेको. किन डुल्न जान लागेको भन्दाखेरि इभिनिङ वाक. इट्स इभिनिङ वाक गाइस. अहिले चाहिँ बेलुकाको लगभग 5-6 बज्न लागिसकेको छ. तर हैन, लेट्स सी. या 5 5:15 भएको छ. तर बाहिर एकदम उज्यालो छ एन्ड अहिले चाहिँ अटम सिजनको पिक आवर चलिरहेको छ. सो द इन्भाइरोमेन्ट इज सो ब्युटिफुल. जेजहरू कलरफुल प्लान्टहरू चाहिँ मैले खासै देख्थेन नि त नेपालतिर त. सो यहाँको चाहिँ इन्भाइरोमेन्ट एकदम डिफ्रेन्ट छ. वी आर इन्जोइङ. सो आज चाहिँ क्यामेरा लिएर जान्छु म. बाटोको वरिपरि क्याप्चर गर्छु. सो ब्युटिफुल डेज आर हियर. अटमको पिक आवर भइसकेको छ. त्यही भएर अब हप्ता 10 दिनमा चाहिँ यो पातहरू पनि पुरै झर्छ अरे. सो लेट्स क्याप्चर अटम इन फिनल्यान्ड अराउन्ड मी. हियर इज माई बेबी बम. एकदम एक्सट्रिमली बढिरह. तिमी पनि यतै बस्नुपर्छ. यु क्यान सी माई ब्याकग्राउन्ड. इट्स कलरफुल. रियल अहिले चाहिँ एकदम रमाइलो देखिरह. Hurrah! It's a greenery. अब यो ग्रिनरीहरूको पनि अन्तिम सास फेर्दैछन्. अब छैन यिनीहरूको धेरै. तर जरा त राम्रै हुन्छ, मर्दैनन्. अहिले हामी छौँ भगवान काटु भन्ने ठाउँमा छ. हामी चाहिँ बिल्डिङ नम्बर 15 मा जानुपर्छ. दिस इज द इन्भाइरोमेन्ट. नगर्यो नि त. खोइदैन नेपाल सरकार यतिको पनि गर्न नसक्ने तिमी.
हामी अहिले तलभन्दा माथि फर्किन पाएको भए चाहिँ उज्यालो हुन्थ्यो हेर त हामी चाहिँ हाम्रो सामान आएको ठाउँमा आइपुग्यौँ यसको पछाडिको ग्रिनरी चाहिँ यस्तो यहाँ आएको छ सामान पुरा पिन हान्न पऱ्यो नि त यहाँ होला पन्ध्र अनि कति नम्बरमा हाल्ने चाहिँ कसरी थाहा हुन्छ त्यो कति नम्बरमा कोड हान्ने चाहिँ थाहा भएन नि कोड सबै इन्डिभिजुअलमा छ नि त इन्डिभिजुअलमा छ नि त है यहीँ देखा यहाँ छ हाम्रो सामान हामी एकछिन यस्तो डिस्कस गरेर डिसाइड गर्छौँ त्यस्तै हो ल गाइज हामी चाहिँ ब्युटिफुल एरियातिर आइपुग्यौँ सामान आयो भनेर लिन आएको सामान आइपुगेकै रहन्छ अनि अटम पनि मैले एक्सपेक्ट गरेँ मेरो एक्सपेक्टेसन मिट चाहिँ भएन झन् घुम्ने रेकर्ड गर्ने भनेर आएको दिनमा चाहिँ खासै केही भेटिँदैन क्या अरू दिन भएको भए कति राम्रो राम्रो भेटिसक्थ्यो यहाँ छ झिलिमिली यतिखेर भन्दा ठ्याक्क दिउँसो घाम लागेको बेलामा चाहिँ खुल्छ क्या यिनीहरू सो म एक दिन घाम लागेको बेलामा आउने छु अन्टिल देन सी यू होला सायद मेरो बुढो खै ओहो उसलाई मन लाग्यो भने उहाँ बसिदिन्छ नि ऊ मेरो ठाउँमा भएको उसले के भन्थ्यो भने के गरे यस बेलासम्म आउनु पर्दैन के भयो किन आउनु पर्दैन यता कहाँ थाहा छैन अनि किन हिँडिरहेको नि यता त्यति लहर आउनु पर्दैन नि मलाई गाली हेरे होइन म तिम्रो ठाउँमा भयो त्यस्तै गर्थ्यो कि तिमीले मलाई अनि तर पनि मैले अझ प्रपर गर्न सकिनँ आइएम प्र्याक्टिस द 19th AKTC म यो ठाउँमा चाहिँ आएको छु पहिला एकचोटि चाहिँ आएको छु कोवासबाट गाइज मलाई लाग्छ मैले चाहिँ भिडियो इन्ड गरिसकेँ होला तर आज चाहिँ एक्सपेक्टेड भ्यू चाहिँ देखिएन यति मेरो पछि थियो नि त त्यतिखेर मैले इन्ड गरेको थिएँ क्या अहिले हामी 3 जना हिँड्दैछौँ के हजुरहरूलाई थाहा छ मैले 3 जना किन भने यदि थाहा छैन भने पुरानो भिडियोहरू हेर्नु होला तिमीलाई थाहा छ मैले हामी 3 जना किन भने किन तिमी म अनि हाम्रो सानो मान्छे हुर्किँदैछ हामीसँगै छ फुतु चलिरह उसको प्रेसेन्स देखाइरह मस्त चलेर निदा होइन फुत्रो चलिरह सो गाइस मेरो सामान चाहिँ आइपुगेको रहन्छ मैले पढिनँ छु क्या त्यस्तो खालको म्यासेज आएको चाहिँ खासमा सामान आउँथ्यो नो रिप्लाईबाट आएको थिएँ तर खासमा पिकअप गर्ने टाइम चाहिँ नभएको रहेछ भोलि होइन अब अहिले आइसक्यो क्या त्यो प्याकेटमा खाएको होइन भोलि तिनीहरूले म्यासेज अब सोमबार सो जाडो महिनाको लागि सामान मगाउनलाई गर्मी महिनामै अर्डर गर्नुपर्ने रहेछ जाडो महिनामा अर्डर गऱ्यो भने मिड विन्टरतिर आइदिने मिड विन्टरतिर हो अब चाहिँ जाडो भयो भनेर सामान अर्डर गऱ्यो भने त समरमा आइदिन्छ यस्तै कुरा हो क्या पैसामा लाउनु के अरे त्यो नयाँ वर्षमा लगाउने कपडा चाहिँ अघिल्लो वर्षमा गर्नुपर्छ हो त्यो त ठिकै थियो भने तर जे भयो नि ढिला चाहिँ ढिलै हो नि तर पनि ठिकै छ आउँछ अब तिम्रो मोबाइल खाइदिएन खै त्यही छ होला नि त ल गाइज थ्याङ्क यू फर वाचिङ आवर भिडियो जुन भ्यू देखाउँछु भनेर आएको थिएँ त्यो भ्यू चाहिँ मैले देखाउन सकिनँ किनकि घाम लागेको बेलामा चाहिँ कलर राम्रोसँग खिल्ने हो घाम लागेको बेला परेन सो दिस इज दिस थ्याङ्क यू फर वाचिङ माई जेपिटी ब्लग म फेरि दिनको पनि देखाउन ट्राई गर्छु तर यो पात पतिङ्गर सब झरिसक्यो यु क्यान सी यो रुख एकदम यस्तो खाली भइसक्यो सो अटमको भिडियो चाहिँ
अटमको भ्यू उता देखाउनुहोस् क्यामेराम्यान केही छैन देखेको केही छैन छैन? त्यस्तो गतिलो किरिकिरी देखेको छ तर गतिलै छ हामी हिँड्दैछौँ हामी आइपुग्यौँ के मार्केटमा अब हामी जान्छौँ एस मार्केटमा मासु लिन जाने मासु ल मैले चाहिँ फोटो हान्छु बरु हामी आइपुग्यौँ एस मार्केट हिजो त्यत्रो केरो लानु पऱ्यो गाइस केरो अया Okay. Not a kid. Oh. एउटा हाल्ने दुईवटा मिठो पुरा जेले नि ल्याऊ भन्छ खाम भयो भन्छ हामी चाहिँ बुढाबुढी छुट्टियो म हिँड्न नसकेको बेलामा हिँड खाइरहेको कता 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 भेरी ब्याड कस्तो तिमी आयो तेल तेल भोलि आलुचप बनाएर खानु पर्यो हुन्छ नि ಇದನ್ನು 128 अरे फेवरेट ओहो डल्ला पर है क्या तो म चाहिँ मेरो बुढा क्यामेराम्यान हो कसरी यो खोजखाज गरौँ यो मिक्सवाला त लान्न मिठो नि हुन्न र यो लाइनमा नि रहन्छ माथिल्लोपट्टि नै हो क्या कहाँ माथि म यो देखेर यतापट्टि छ कि भनेर आएको यता हो कि यो लाइनमा होला सायद गरौँको भयो आज नि बत्तेरिका कस्तो धेरै खर्च हुन्छ यार गाइज हिजो होइन हामी सामान लगाऊ हिजो त्यस्तै भयो ए ए आइ मिक्सवाला चाहिँ लाने होइन मिठो हुन्न होइन यसलाई कति महँगो थियो नि 3 सरी 1 किलो हो नि त रहेछ नि 1 किलो भयो सानोवाला त उतापट्टि बदाम होइन मेरो वाला होइन अँ त्यही वाला होइन रोस्टेड अँ त्यो एक्स्ट्राको काजु काजु होइन आलमन्ड्स काजु एक्स्ट्राको थियो एक्स्ट्राको होइन नि बुढा अँ हो रहेछ ऊ माथि लेखेँ एक्स्ट्रा रोस्टेड छ होइन अँ रोस्टेड चाहिँ नलानु पाइन्थ्यो 400 ग्रामको कसरी मेरो बुढो चाहिँ रिसाइसक्यो यो भारी बोक्नु पऱ्यो भनेर गुडाउने लैजाउँ बुढो भन्दा हुँदैन उसलाई हिरो पल्टेर बोक्नु लाग्नुपर्छ अहिले मसँग रिसाएर सुख पाइन्छ यत्रो धेरै किन्ने उसमा थिएन इन्टेन्सनमा थिएन तर सबै चाहिन्छ अझै कति चाहिन्छ दिस इज ओन्ली ग्रोसरिज ओके सो अब हामी जान्छौँ
चाहिँ हामी जान्छौँ घरतिर हाम्रो अगाडि छ यी दुईवटा गार्डन तिम्रो मलाई छोडेर नेपाल गयो भने त म यसैमा सामान मगाउँछु कसम ए छोडेर गयो भने कि जानु परिहाल्यो नि भिजा आएन भने त भिजा आएन भने के काम पाइएन भने बेबी हेर त तिम्रो बाले के बोलेछन् यस्तो अवस्थामा छोडेर जाने अरे सँगै जान्न मानेपछि के गर्ने त बेबी अब कहाँ मान्छु अब म जान्न मलाई तिमीसँग सुरु गर्नुलाई यस्तो अवस्थामा म हिँड्ने अबदेखि हिँड्ने अब सिद्धि अब हिँड्ने जाने अस्तिसम्म हिँड्न साथी हिँड 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 हिँड्दो कुदेको होइन कसरी भयो यो अटोमेटिकली पायो अनि कुदेको बसिरहेको थियो त्यहाँ बाटो ओके ओके ल बाई सी यू गाइज